अनि उनीहरुसँग मेयर छ, वार्ड अध्यक्ष, 50 जना गुण्डा टाइपको मतलब नेताहरू पनि छ। धेरै नराम्रो घटना दुर्व्यवहार घरभित्र भयो। त्यो टाइम म त मर्ने अवस्थामा थिएँ, छोरी पनि हस्पिटलमा। नमस्कार, हामी तपाईको माझमा आएका छौं। म चाहिँ रवि वर्णवाल वीरगञ्ज पर्साबाटै हो। उहाँ चाहिँ हाम्रो एकजना पीडित महिला हुनुहुन्छ वीरगञ्ज महानगरपालिका वडा नम्बर 3 को, र उहाँ चाहिँ एकदम धेरै नै पीडित भइसकेपछि हामी सोशल मिडियामा हेर्यौं, धेरै मतलब उहाँहरुको धेरै चर्चाहरू हेर्यौं। त्यसपछि हामी पनि उहाँको भिडियोहरू पनि शेयर गरेको छौं र उहाँ समक्ष आज हामी पनि आएका छौं र केही हाम्रो मिडिया साथी पनि आउनु भएको छ भारतबाट उहाँको इन्टरभ्यु लिनलाई पनि, र उहाँको आज समस्या पनि सुन्दै छौं हामी। दर्शक नमस्कार, ल भन्नुस्। धन्यवाद। म नजरा खातुन। के समस्या के भएको छ तपाईको? म धेरै सुनेको छु तपाईको यो समस्याको बारेमा। मैले धेरै पनि तपाईको यो भिडियोहरु पनि मैले धेरै शेयर गरेको छु, शेयर गर्न पनि लगाएको छु। पीडा चाहिँ यो समस्या चाहिँ के हो तपाईको यो खासमा? समस्या चाहिँ यही हो कि मेरो ममाथि जुन मतलब दमंग भएको छ, त्यो 8 वर्ष भयो बिहे को मेरो। त त्यो टाइम मतलब बाबु भयो एउटा, अनि एउटा नानी जब थिए, त त्यही टाइम मतलब मसँग धेरै नराम्रो घटना दुर्व्यवहार घरभित्र भयो। तर मैले यो कुरा सोशल मिडियामा भनेन, किनभने मुद्दा गरिदियो उनीहरू उल्टे ममाथि। मुद्दा गर्यो तपाई शोषण भयो तपाईमाथि, त्यतिखेर तपाईले आवाज उठाउनु पर्थ्यो नि त तपाई। त्यो टाइम म त मर्ने अवस्थामा थिएँ, छोरी पनि हस्पिटलमा थिए। कसरी के गर्ने, कसैले सपोर्ट पनि त गरेन नि त्यो टाइम, किनभने उनीहरुसँग मेयर छ, वार्ड अध्यक्ष, 50 जना गुण्डा टाइपको मतलब नेताहरू पनि छ, अनि पार्टीको हिसाबले उनीहरू चल्छ। तपाईले समस्या राख्नु भएको छ, कतै भन्नु भएको छ? हजुर, मैले भनेको छु धेरै ठाउँमा। मेरो बुवाले भन्नुभएको छ, म त बाँच्ने अवस्थामा थिएन नि, म त अहिले बल्ल बल्ल राम्रो भएको छु। त म सोशल मिडियामा एक्टिभ बस्छु अलिअलि। सर्वप्रथम त तपाई यो वीरगञ्ज महानगरपालिका वडा नम्बर 3 मा बस्नुहुन्छ। तपाईले यो यहाँ हाम्रो वीरगञ्ज महानगरपालिकाको मेयर साहब अनि त्यसपछि हाम्रो वडा अध्यक्ष तपाईको जुन वडा अध्यक्ष हुनुहुन्छ उहाँहरु समक्ष जानु भएको छ कि नै कहिले? उहाँहरूले कहिले पनि जानु भएको छैन। भनेको त छु, हामीहरू बुवाले भन्नु भएको छ, तर उहाँहरूले टाइम थिएन, जानु भएन। अनि उहाँहरूले तपाईलाई सहयोग गर्नु भएको छैन? सहयोग हामीहरू भनेकै छैन, उहाँहरूलाई थाहा छ। तर अब के गर्नु, यो मुद्दामा तपाईले सहयोग गर्नु भएको छैन? छैन, गर्नु भएको छैन। भनेपछि तपाई जानु भएको छ त्यहाँ, हैन? जानकारी गराउनु भएको छ? मेरो जानकारी छ। यहाँ त अहिले हाम्रो पर्सा क्षेत्र नम्बर 2 को माननीय सांसद उहाँलाई कानुन मन्त्रीजी हुनुहुन्छ अहिले, उहाँलाई जानकारी छ कि छैन? अजय चौरसिया म वहाँनिर मुद्दाको म्याटरमा म गएको थिएँ, तर के आश्वासन दिनुभयो? उहाँले भन्नुभयो, उहाँले लेखेर नाम राखिलिनु भयो, अनि उहाँ भन्नुभयो हो म हेर्छु भनेर। अनि त्यसपछिदेखि केही उनीहरूले फोन गर्यो, पावर लगायो। अब के कुरा गर्नुभयो उहाँले, अब मलाई थाहा छैन। अहिले हाम्रो कानुन मन्त्रीजी पनि हुनुहुन्छ अजय चौरसिया, उहाँलाई तपाईले जानकारी गराउँदा तपाईले सहयोग पाएको छ कि छैन उहाँबाट? पाएको छैन। के आशा राख्नुहुन्छ, सहयोग पाउँछ कि तपाईले? यो म्याटरमा मलाई थाहा छैन, किनभने म त कुनै पार्टीको मान्छे हैन। पार्टीको मान्छे भएको भए मलाई सबैजना सहयोग गर्थे नि। हैन, पार्टीको भन्दा पनि त उहाँ त हाम्रो मन्त्री हुनुहुन्छ। मन्त्री भएको मान्छे कानुन मन्त्री, कानुन हरेक कानुन उहाँको हातमा छ। मैले उहाँलाई छोरीलाई पनि हेरायो, बाबुको बारेमा भन्यो, उहाँको घरमै गएर भन्यो मैले यस्तो यस्तो कुरा छ भनेर। अब उहाँले किन गर्नु भएन, अब उहाँलाई थाहा छ। अहिलेसम्म तपाईसँग सम्पर्कमा आउनु भएको छ कि नै उहाँ? छैन। तपाईको बुवा मम्मी सबजना त यहाँबाट भोट दिएकै हुनुहुन्छ। उहाँ भोट लिएर जितेर मन्त्री पनि हुनुभयो। मन्त्री भइसके पनि त एउटा वीरगञ्जको चेली यति समस्यामा पर्दा वीरगञ्जका जनप्रतिनिधिहरू मुख दर्शक किन बन्नु भएको छ? म सम्पूर्ण यहाँका माननीय मन्त्रीज्यू, माननीय सांसदज्यू लगायत मेयर लगायत तपाईको वडा अध्यक्ष सबलाई म जानकारी गराउन चाहन्छु। यो महिला पीडितलाई तपाईहरुले सहयोग गरिदिनु पर्यो र उलाई चाहिँ यो भएको पीडामा थप पीडा नदिकन उहाँलाई अलि सहायता बनाइदिनु पर्यो। पीडा त कसैले सायद हेर्नु भइरहेको छैन, तर सोशल मिडियामा अलि ह्यापी भएर खुसी भएर इन्जोय गरिरहेको छु भने त्यो सबैलाई देखिरहेछ। भित्रको पीडा यो बच्चाहरूलाई कसैले देखिरहेको छैन।
ठिकै छ, हामी पनि तपाईँको माध्यमबाट आज तपाईँ कहाँ आएका छौँ र तपाईँको यो समस्या हामी पनि राख्नेछौँ सोसियल मिडियाहरूमा र मान्य मन्त्रीज्यूहरूसँग, सांसदज्यूसँग, सबसँग हामी पनि कुरा गर्नेछौँ। तपाईँलाई हाम्रो पनि इच्छा छ कि तपाईँको समस्या समाधान हो र तपाईँको यो जुन पीडा खेप्नु भएको छ यो पीडादेखि तपाईँ मुक्त हुनुहुन्छ भने। एउटा कुरा म भन्न चाहन्छु, यो छिटोभन्दा छिटो मेयरमाथि केही कारवाही होस्। कुन मेयरमाथि? परवानीपुरको मेयर जुन हुनुहुन्छ, बारा जिल्लाको परवानीपुर गाउँपालिकाका मेयर राम छेत्री। ल हुन्छ, हामी त उहाँलाई सम्पर्क गर्न खोज्यो तर उहाँ हामीसँग पनि सम्पर्क गर्न मान्नु भएन र हामी सम्पर्क गर्दा भन्नुहुन्छ हामी तपाईँमाथि पनि मुद्दा गर्छौँ, तपाईँहरूले हामीलाई नसोधिकन तपाईँले किन उसको इन्टरभ्यू मात्र लिनुहुन्छ। अनि हामी त तपाईँको पनि इन्टरभ्यू लिन आएको मेयर साहब, तर तपाईँले हामीलाई आनाकानी गरेर हाम्रो फोन पनि उठाइदिनुहुन्न, यो कुरा चाहिँ अलि भएन। तर तपाईँले एउटा तपाईँको भोटर होला सायद त्यहाँ के अरे परवानीपुरका मेयर साहब, तपाईँको भोटर होलान् उहाँहरू, जुन उहाँका के अरे ससुराली पक्षका मान्छेहरू। हजुर। र उहाँ एमाले पार्टीबाट संलग्न हुँदैन, तपाईँको ससुराली पक्षबाट पनि। हजुर, यो मेन यो छ कि महमुद आलमको छोरा मुबिन आलम र जुल्फिकार आलम, यिनीहरू धाक धम्की धेरै हिँडाइरहेछ यो। अनि मेयर मिलेर मलाई एकदम मतलब पावर लगाएर मलाई दबाउन खोजिरहेछ। तपाईँ टेन्सन लिनु पर्दैन, यो देशमा कानुन व्यवस्था छ, कानुनले तपाईँले सहयोग गर्छ र कानुनी प्रक्रियामा यदि तपाईँ गलत हुनुहुन्छ भने तपाईँमाथि कारवाही हुन्छ र उहाँहरू गलत हुनुहुन्छ भने उहाँमाथि पक्कै पनि कारवाही हुन्छ भन्ने मलाई आशा छ। मलाई के छ, गलत बनाउने त मान्छे नै हुन्छ नि, त यो बच्चाहरूको भविष्य के हुन्छ? मलाई गलत भने मलाई मेयर साहब गलत ठहराएर के गर्न सक्नुहुन्छ? यो बच्चा पाल्न सक्नुहुन्छ उहाँ कसैले? तपाईँले गलत भन्दैमा गलत त हुनुहुन्न नि, तपाईँ गलत त म छैन। अनि उहाँले तपाईँले भन्दै हुनुहुन्थ्यो केही दिन अगाडि भन्नुभएको छ तपाईँ कि उहाँले भन्नुभएको छ हामी भिडियोहरू छ के अरे फोटोहरू हो त मेयर साहबले यस्तो भन्नुभयो कि तिम्रो अश्लील फोटो भिडियो छ भने सार्वजनिक गर्नुहोस्, नत्र मिडियामा आएर भन्नुहोस् केही। तर उहाँ त मिडियासँग आउन मान्नुहुन्न मेयर साहब मिडियामा आउन मान्नुहुन्न। अब म केही भन्न सक्दैन यो म्याटरमा। ल हुन्छ दर्शकबिन, हामी तपाईँलाई भन्न खोजिरहेका छौँ कि उहाँ यो पीडित महिला हुनुहुन्छ, यो हाम्रो वीरगञ्जवासी हुन्छ, हामी पनि वीरगञ्जवासी नै हो र उहाँमाथि पीडा भइसकेपछि यो पीडा हामीले देख्न नसकेर आज हामी उहाँको घरसम्म आइपुगेका छौँ र प्रत्येक वीरगञ्जका हाम्रा पत्रकार मित्रहरू हुनुहुन्छ, दाई साथीभाइहरू हुनुहुन्छ, उहाँहरूलाई सबलाई म जानकारी गराउन चाहन्छु। प्लिज तपाईँहरू सब उहाँलाई एकचोटि महिलालाई सहयोग गर्नु पर्यो। हस् त, धन्यवाद।